लाइट आयो आज हाम्रो यात्रा चाहिँ नर्थर्न केन्टकी एयरपोर्टको रहेको छ। यहाँबाट चाहिँ 45 मिनट जस्तो लाग्ने ठाउँमा हामी जाँदैछौँ। अनि यो चाहिँ हामी एयरपोर्टबाट जाने बाटो। यहाँ छेउसातिर हजुरहरू देख्दै गर्नुभएको चाहिँ यो गाडी नै गाडी यतापट्टि देब्रे साइडपट्टि पनि यता दाहिने साइडपट्टि पनि अलिअलि खुला भएको अवस्था छ। तर लाइटले चाहिँ हामीलाई झ्याप्प रोकिरहेको छ भने चाहिँ यता माथि देखिने चाहिँ यो सबै सेतो बादल अनि यता दाहिने साइडपट्टि देखिने चाहिँ यो मानव बस्तीहरू देख्न सक्नुहुन्छ। अनि यो चाहिँ इमेरल्ड लेक घरहरू बनाएर बसेका होइन। अनि यताबाट चाहिँ यो फल्स फोइलेज ट्री भन्नाले रङ फेर्न थालिसकेको रुखको पत्ताहरू देख्न सक्नुहुन्छ भने इमेरल्ड लेक चाहिँ यतापट्टि छ। अनि चराहरू उडिरहेका कतै ठाउँ गाडीहरू गुडिरहेका अनि छेउछेउमा चाहिँ स्वागत गर्न बसेका रुख बिरुवाहरू जस्तो देखिने हेर्दैखेरि मन लोभ्याउने खालका बाटाहरू हजुरहरू देख्न सक्नुहुन्छ यता। अनि अब चाहिँ हामीले यहाँ हर्बिन पार्कमा आइपुग्यौँ। यहाँबाट दाहिनेपट्टि जाँदाखेरि चाहिँ हर्बिन पार्क पुगिन्छ। अनि यो चाहिँ के किन्ने ओर्ने आएर सबै यो वाइल्ड किङडम भनेको यो चाहिँ नानीहरू खेल्ने पढ्ने ठाउँ। अनि यतापट्टि चाहिँ पुरै जङ्गलै घेरिएको ठाउँ। यहाँ हजुरहरू देख्न सक्नुहुन्छ पुरै घना जङ्गल बिचमा हिँड्ने बाटो बनाइदिएको। अनि यतापट्टि चाहिँ सबै सपिङ कम्प्लेक्सहरू यता पर्दैन भने यता पर चाहिँ एकदमै सफा सुन्दर बाटोहरू देख्न सक्नुहुन्छ भने यतापट्टि चाहिँ सबै हस्पिटलतिर जाने बाटो पनि यसरी छुट्याइएको हुन्छ। अब हामी यहाँबाट लेफ्ट जाँदाखेरि अथवा यता देब्रेपट्टि जाँदाखेरि चाहिँ हस्पिटल पुगिन्छ। अनि यहाँ पढ्दै चाहिँ एउटा गल्फ खेल्ने एउटा राम्रो पार्क छ यता चाहिँ हाम्रो भान्जा। अनि उतापट्टि चाहिँ यो ड्यास मार्ट बाई द डोर ड्यास भनेको चाहिँ यो पैसा कमाउने ठाउँ। अनि यता पढ्दैन डेलिभरी गर पैसा कमाऊ भान्जाले भने जस्तै। अनि यता पढ्दैपट्टि चाहिँ वल ग्रिन फार्मेसीहरू देख्न सक्नुहुन्छ भने यता वल ग्रिन फार्मेसी छ। यहाँ चाहिँ हाम्रो दबाईहरू थाप्ने पसल भन्ने पनि हुन्छ अथवा नेपालको चाहिँ काउन्टर यो दबाई थाप्ने काउन्टर भने जस्तै हो यो चाहिँ फार्मेसी। अनि यताबाट चाहिँ फेरि जङ्गल सुरु भयो जङ्गल। अनि यता देब्रेपट्टि चाहिँ यो मानव बस्तीहरू छन्। यहाँ घर बनाएर बसेका कति बनिएकोमा बसेका अपार्टमेन्टहरू सबै। अनि यतापट्टि चाहिँ सबै यो सपिङ कम्प्लेक्सहरू देख्न सक्नुहुन्छ। यहाँ चाहिँ मानिसहरूका लागि चाहिने उपभोग्य सामानहरूको गाडीदेखि लिएर सुनदेखि लिएर खाद्यान्नदेखि लिएर सबै थोक पाइन्छ भने। अनि यहाँ चाहिँ यसका लागि चिली पनि रहेछ। अनि यतापट्टि चाहिँ यो गाडीहरू बेच्ने सब बिक्री एकदमै एकल रुख। अनि एकल रुखदेखि चाहिँ यो आउटो जू भनेको चाहिँ गाडीहरूको जू गाडी जनावरहरू। अनि यतापट्टि चाहिँ सबै धुपी सल्लाह सक्नुहुन्छ भने अलिक परतिर चाहिँ फेरि मानिसहरू बस्ने घरहरू यहाँबाट चाहिँ सुरु भएको छ। अनि यतापट्टि चाहिँ बाटो छ। अनि यतापट्टि चाहिँ सबै लाइटले भरिएको बाटो। अनि यता पर चाहिँ देखिने सबै घरहरू देख्न सक्नुहुन्छ। तिर घरै घर अनि बिचमा चाहिँ दुईतिरबाट आउने बाटो छुट्याएको छ भने
अनि यहाँ चाहिँ अर्को पेट्रोल पम्प आयो फेरि हाइवेबाट छिरे हाइवेबाट देखाउँदैछ है त हेर्ने यताबाट रङ वे यहाँबाट चाहिँ गाडी छिराउन पाइँदैन भन्न खोजेको उताबाट आउने गाडीहरूको चाहिँ मेन बाटो हो भने उतापट्टि चाहिँ पुरै गाडीहरू आउने जाने क्रम चाहिँ एकदमै भइरहेको छ अनि यहाँ माथिको चाहिँ बिना पानीको पुल गाडी कुद्ने पुल अनि यस्तै छ है त यहाँको हाइवे अनि यतापट्टि चाहिँ सबै वन जङ्गलले घेरिएको ठाउँ यसले डाउनटाउनबाट लाँदैन के भयो क्याटेगोरीपट्टिबाट जाने बाटो चाहिँ यही उयो रहेछ यो बाटो अर्को पुल आयो गाडी अनि यतापट्टि चाहिँ सबै जङ्गल अनि बिचमा चाहिँ तिनवटा लेनको बाटो देख्न सक्नुहुन्छ अनि यतापट्टि चाहिँ रुख बिरुवाले बनाउनु भन्ने रङ दिन थालेको अनि यता चाहिँ यो बाटो चाहिँ 1.5 माइल भनेको लगभग 3 किलोमिटरबाट चाहिँ पसिसम्म यता यो चाहिँ ठुल्ठुलो डाँडाहरू अनि माथि देखिने नीला आकाश अनि यहाँ तल देखिने हरियो वन जङ्गल अनि यतापट्टि चाहिँ कालो पत्रे गरिएको चाहिँ एकदमै मनमोहक दृश्यहरू देखाउँदै जानेछु यो भिडियोलाई चाहिँ अन्तिमैसम्म हेरेर मेरो साथ दिनु होला है अनि अब यहाँबाट चाहिँ कोरियन एभिन्यू चाहिँ अर्को एक्जिटबाट चल्दै जान्छ भनेर देखाएको पनि छ अनि यहाँ फेरि अर्को पुल आयो अब यहाँबाट चाहिँ उतापट्टि देखिने यो सर्कल स्टोरेज भनेको चाहिँ यो राम्रो सुविधा होस् भनेर बनाइएको ठाउँ अनि यतापट्टि चाहिँ सबै वालमार्ट छ यहाँ सबै कम्प्लेक्स हो यो पनि यहाँ हेरेर देख्न सक्नुहुन्छ सबै सपिङ कम्प्लेक्स यो चाहिँ कोरियन यहाँ माथि अर्को पुल आयो बाटाघाटा चाहिँ यस्तै छन् एकदमै सफा कुनै पनि यो फोरमैले नभएको ठाउँ एकदमै चिल्लो बाटोमा यसरी हिँड्न पाउँदाखेरि आफूलाई नै भाग्यमानी ठानिँदो रहेछ अनि यतापट्टि चाहिँ हजुरहरू देख्न सक्नुहुन्छ यो हरियो कुनै ठाउँ पहेँलो रातो निलो सबै कलर मिश्रित भएको ठाउँमा देख्न सक्नुहुन्छ भने यता डाँडा काँडाले ढाकिएको ठाउँमा एउटा ठुलो पार्क पनि देख्न सक्नुहुन्छ यतापट्टि खोल्सो छ सानो अनि जो वन जङ्गल त यतापट्टि हजुरहरू देख्न सक्नुहुन्छ उता देब्रेपट्टि चाहिँ सबै सल्लाह धुप्पीहरू देख्न सक्नुहुन्छ भने परतिर चाहिँ सबै यो रुखले पत्ताको रङ फेर्न थालिसकेको फल्स भइरहेको पनि देख्न सक्नुहुन्छ अनि यसरी पनि बाटो छुट्याइएको हुन्छ ब्लु रक रोड रेगन हाइवे भनेको चाहिँ यो आधी माइल यानि कि 800 मिटरबाट चाहिँ यो बाटो छुटेर रुरल रेगन हाइवेपट्टि जान्छ भने अनि यताबाट चाहिँ सबै यो खङ्ग्रङ्ग भएको रुखहरू पनि हेर्नु रक रोड र रुरल रेगन हाइवे जाने बाटो छुट्याइएको ठाउँ हो यतापट्टि चाहिँ अनि उता पर देखिने चाहिँ सबै यो चराहरू ओढिराखेका अनि यतापट्टि चाहिँ सबै प्रकृतिको काखमा एकदमै रङ्गी बिरङ्गी पत्ता रुखहरूले चाहिँ आएर विसर्जन गरिरहेको जस्तो देखिने अनि यतापट्टि चाहिँ एउटा कम्पनी छ यो चाहिँ यो पनि एउटा कम्पनी हो यो सक्कर सिटी भन्ने इन्डोर उयो रहेछ
के सकर सिटी गेम खेल्ने यो फुटबल खेल्ने हो र अनि यतापट्टि चाहिँ सबै हरियालीले भरिएको ठाउँ यहाँ हेरेर देख्न सक्नुहुन्छ हुँदै कतिखेर क्यान्टकीबाट हेर्ने बाटोमा पुगेछ त्यो हामीलाई अझ पत्तै भएन यहाँ क्यान्टकी 1 माइलबाट चाहिँ जाने देखा आउँदाखेरि मनै प्रफुल्लित हर्षित मङ्गलले भरिएर चाहिँ पुग्न जस्तो लागेको थियो तर गाडीभित्र बसेकाले गर्दाखेरि चाहिँ त्यो माथि ठोकिन्छ र दुख्छ भन्ने डरले चाहिँ के नोकरीकन हामी चाहिँ एयरपोर्टपट्टिको बाटोतिर जान थाल्यौँ अनि बाटोमा हेर्दै जाँदाखेरि चाहिँ माथि बादल लागिरहेको ठाउँमा चाहिँ रुखपत्ता बिरुवाहरू हेर्दै प्रकृतिलाई निहाल्दै जाँदाखेरिको मजा चाहिँ बेग्लै हुँदै अनुभव गर्दै हामी अगाडि निरन्तर रूपमा अगाडि बढी नै रह्यौँ अनि क्यान्टकीपट्टि जाने बाटोमा चाहिँ आइसकेपछि यो चाहिँ साह्रै राम्रो बाटो रहेछ भनेर त्यतिखेर चाहिँ मूल्याङ्कन गर्न पाएँ र यहाँ अहिले हजुरले चाहिँ देख्दै हुनुहुन्छ वन जङ्गलले घेरेर भएको ठाउँमा कुनै सिधा कुनै टेढेमेढे बाटोमा हिँड्दाखेरि
चाहिँ मनै आनन्दित अर्कोपट्टि यो त हुने केन्टकीबाट छिरिहाल्यो अनि छेउछाउतिरको देखिने हामी त वन कहाँ जङ्गल थियो? इन्डियानापोलिसबाट अनि वडा त्यसमाथि भएको भने छ। कुनै हरिया राता पहेँला निला खैरा सबै प्रकारका इन्डियानापोलिसबाट पो वनस्पतिहरू रुख बिरुवाहरूले चाहिँ मनै प्रफुल्लित पार्दै पार्दै हामी अगाडि बढी नै राख्यो र माथि पुल देख्न सक्नुहुन्छ फेरि अर्को पुल आयो एकपट्टिबाट जाने अर्कोपट्टिबाट आउने अनि यता साइड साइडतिर पनि देख्न सक्नुहुन्छ बाटाहरू साह्रै राम्रो बाटाहरू अनि अब यो गन्तव्यलाई नि यसै साथै राख्दै हजुरहरूलाई अर्को भिडियो लिएर जाँदैछ है। सिबिजी एयरपोर्टबाटै छिरियो अनि यहाँ चाहिँ यतापट्टिबाट चाहिँ गएको भयो भने हेर भन्न थालो यो होइन ठिकै छ लैजाऊ 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 स्पिड हाँ 35 स्पिड हो 45 भएछ ए 45 जस्तो देखिन्छ डिपार्चर
एराइभल भनेको चाहिँ उतापट्टि देब्रेतिर बस्छ पैसा निकाल्न फेरि ए भाडा तिर्न गाडीको कता हो माथि यहाँ स्टप छैन स्टप गरेर 30 पर लैजाउँ हिँड टर्मिनल 8 कहाँ छ